के भयो विश्व बिहान बिहान थाक्यो बिहान बिहान काम सुरु गरेर पाएको थियो नि थाकेको छ हो विजय भाइ काम सुरु गरेर बाजार आइया भएछ तेरो बिहान बिहान के हो अर्कै भाइ यता अर्कै भाइ थाकेर उठ्नै सकेको छैन बिहान बिहान मर्निङ भाइ मर्निङ के हो यार अर्कै भाइ बिहान बिहान विश्व त काम सुरु हुन पाएको छैन आइया भन्छ त यार तिमी त थाके छैन नि तिमी थाके छैन नि बिहान बिहान निन्द्रामा है क्या यो चाहिँ पानी चाहिँ खानुपर्छ है नबिर्स भाइ अब ज्याममा लाग्नुपर्छ वेदरले आज साथ देला जस्तो छ बिहानदेखि अब मासु मार्न जाने हो आज काम भ्याएर 3 बजे पछि ब्राउन रक हामी चाहिँ यो घर पेन्ट गर्न आएको 1 हप्ता भइसक्यो सुरु गरेको आज नत्र भोलि भ्याउँछ यो प्याचिङ ब्लेड लिएर जाऊँ ग्याप गन भनेको छ भाइले कता छ ग्याप गन यहाँ तल छ ग्याप गन ल्याएर निकाल्छु ब्रसहरू म त्यही छैन छ 2टा छ म ल्याडर लिएर आउँछु हामीले गरेको काम भनेको यो रेलिङ यो सेतो जुन रेलिङ छ नि यो रेलिङ पेन्ट गर्यो यो रेलिङहरू यो वाल पनि होइन उयो माथिको सिलिङ यो सिलिङ हामीले पेन्ट गर्यो सिलिङ सबै एन्ड सिलिङमा स्प्रे हान्ने बेला यहाँ भाइले सट्ट यहाँ हामीले स्प्रे लियो त तर यो वाल चाहिँ हामीले फ्रीमा गर्नुपर्ने हुन्छ सबै यति वाल चाहिँ फ्रीमै गर्नुपर्छ हामीले के गर्नु कहिलेकाहीँ हुन्छ काम गर्दा यस्तै सफ्ट फ्लोर प्रोटेक्सन भाइहरू त्यहाँ सामान निकाल्दैछ गाडीमा हिजो पुरै पानी परेर वेदर खतम भयो आज नि वेदर त्यस्तो छ घाम लाग्दो जस्तो विन्डो गर्न आँटेको केही भएको छैन ल पेन्टमा केही भएको छैन यिनीहरूलाई पैसा धेर भएर यो विन्डो गर्ने रे एउटा यो विन्डो गर्ने रे 13वटा यस्तै विन्डो गर्नु चाहिँ केही भएको छैन नेपालमा भए नेपालमा त के अस्ट्रेलियामा भए याद चाहिँ भयो 10-15 वर्ष चाहिँ 10 वर्ष चाहिँ केही गर्नै पर्दैन यो विन्डो 15 चाहिँ होइन 10 वर्ष चाहिँ केही गर्नै पर्दैन त महँगो पेन्ट हालेछ फेरि पैसा धेर भएपछि चाहिँ उयो नि गरेछ यो होइन फेरि यो मेटल होइन गर्ने फेरि यो काठ मात्रै के भएको छ त यो ल हेर्नुहोस् के भएको छ पैसा धेरै भएपछि के गरौँ हुँदो रहेछ मान्छेलाई विश्व भएर हर्के भए माथि हानिरहेछ बगले टाल्न पनि रहेछ त्यहाँ ल भाइहरूले हाल्नु क्या अब 10-15 मिनट 11 बजे लन्च ब्रेक बसौँ है अब म त्यहाँ एउटा अन्डरकोट हान्छु अनि बसौँ ल यो विन्डो सक्यो यस्तो सफा गरेर गइदिनुपर्छ यो ठ्याक्क यो पनि सक्यो सट्ट सफा गरेर सामान जस्तो राखिदिनुपर्छ यता पनि प्याक गर्दैछ भाइहरू अलमोस्ट प्याक डन भयो भाइ विश्व भाइ हेल्प चाहिन्छ आउने हो विश्व भाइ हेल्प चाहिन्छ ए हालिसकेको छ विश्व भाइले केटाहरू सामान सब यहाँ थन्काइसकेको छ भोलि आउनुपर्छ फेरि
टोपी ड्रप सिट राख अहिले दुईजना भएर पट्याउँला सजिलो हुन्छ ल्याडरहरू चाहिँ उहाँ राख्थ्यो ल ल आजको जागिर पनि सक्यो मेरो गाडी चाहिँ यहीँ छोड्यो आज माछा मार्न जाने भनेर विश्व भाइ गाडीमा जाने हो हर्के भाइ ल माछा मार्न जाऊँ भन्दा मानेनौ पो तिमी भाइ फेरि माछै खान खोज्दैन यार उहाँ नेपालमा के अरे हाम्रो लदरी खोलाको माछा सब सिद्धाउने मान्छे यार समुद्रको माछा भएर ल भाइ ल भोलि भेटौँ ल 7 बजे बिजो भाइ खोला नि यार म पनि छिर्न त पऱ्यो नि यार अनि तर यो यहीँ राख्नु खानेकुरा थियो कि चिप्स खाने हो तिमी खाँदै जाने हो ल हुन्छ ल विश्व भाइ आजको जागिर सक्यो नि त जागिर सक्यो माछा मार्न जान बाँकी छ अब भाइहरू चाहिँ यहाँ हानिरहेको छ पुरै अर्कै भाइ विश्व भाइ यता हेर नि के हानिरहेको हेलो देऊ नि त भाइ दाइको भ्लगलाई विश्व भाइ यता हेर न यार सही हो भाइ तिमी हामीलाई त नि भाइ ल लास्ट विन्डो हो यो भाइर धमाधम दिइरहेछ लास्ट विन्डो धमाधम पसिना छुटिसक्यो विश्व भाइले पुरै मङ्की स्टाइलमा दिइरहेछ भाइ सुपरम्यान पोजिसन चड्डी भिजेर भाइको सुपरम्यान स्टाइलमा दिएर